म त बिहान जुरुक्क उठेर पोखरा आएको ठाम ठाममा चेकिङ हुँदै जहाँ जहाँ चेकिङ हुन्छ श्यामला चिनेन भन्दै गीताउँदै नाच्दै रेलै सलला भन्दै आएको छु। जे होस् यहाँको माया ममता आशीर्वादले जिउँदै आछ ल सबैलाई घाउ दिए ल होइन हाम्रो बुर्तिबाङका मान्छेहरू त यति त होइन नै कता गयो ल पक्कै पनि बाहिरै हुनुहुन्छ गेट बाहिर वल्लो घर पल्लो घर वल्लो डाँडा पल्लो डाँडा यो आवाज सुन्नुहुने मेरा इष्टर मिस्टर ब्रदर सिस्टर आमा बुवा मामा माइजू दिदी भेना को हुनुहुन्छ सर्लक्कै अब कुखुरा बाख्रा थुनेर आइहाल्नु होला हो। एक हाते भैँसी पनि दुहुने बेला भइदिया तर त्रुत पार्नुहोस् गुरु भेल्का गएर कुँडैमा भुल्लुक उमालेर सँगै हाम्ला अहिलेलाई भने कति पनि ढिला नगर्नु होला सबैजना भित्रै प्रवेश गर्नु होला है ल जे जति आउनुभयो कोही बात नै कतै नजाला नआउनु हुने इष्टर मिस्टर ब्रदर सिस्टर ओल्लो घर पल्लो घर माथिल्लो घर तल्लो घरकालाई सबैलाई फोन गरेर लौ श्यामराना आछन् बुर्तिबाङमा श्यामराना आछन् आउनु त यता निसी खोलानी आथे त्यही भिमकी छियानी आथे आज पहिलोचोटि यसरी बुर्तिबाङमा आछन् लौ यो अवसरलाई त नगुमाउनु होला भने फोन गरिहाल्नु है ल अहिले म तपाईँहरूको चटक हेर्दै गर्छु प्रमुख अतिथिको भाषण पनि सुन्दै गर्छु लगायतका अन्य प्रस्तुति पनि हेर्दै गरौँ सबैजना भित्रै आइदिनु ल सबैलाई आई लभ यु ल अब म 20वटा मिनट पछि आउँछु कतै नजाला गुरु बस्ने व्यवस्था आफै गरे घरबाट चकटी बोरा गुन्द्री के हुन्छ लिएर आउँदै गर्नु होला भोक्ला भाइ यता होटल जिन्दाबाद यसो उता चर्खेटिङ पनि खेल्दै गर्नु होला घर जाने बेलामा यसो सस्तो मस्तको सामान पनि लिएर जानु होला घरमा जाँदा रित्तै आएको रित्तै हर्लङ हल्लिँदै नजानु होला एउटा पोको बोकेर जानु है ल सबैलाई आई लभ यु सबैलाई भित्रै प्रवेश गर्नको निम्ति अनुरोध गर्न चाहन्छु सम्पूर्ण आयोजक प्रायोजक यहाँ सबै प्रति सम्मान व्यक्त गर्न चाहन्छु प्रथम बुर्तिबाङ महोत्सवमा यसरी आउने अवसर मिलेको छ यहाँ सबै प्रति सम्मान बुर्तिबाङ राइजिङ युवा क्लब प्रति आभार व्यक्त गर्दै अहिले म यसो मुसुक्क हाँस्दै टुसुक्क बस्छु है त म यति बेला स्टेजमा आजका प्रमुख अतिथि हुनुहुन्छ युवा नेता समाजसेवी हुनुहुन्छ नेपाली कांग्रेसका महाधिवेशन प्रमुख हुनुहुन्छ आदरणीय दिपेन्द्र श्रेष्ठज्यूलाई अतिथिको सिट आसन गरिदिनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु र त्यसै गरी यति बेला हुनुहुन्छ हाम्रो माझमा